यारु सबैजनालाई नमस्कार। म प्रिया स्मृति गजमेर। म अहिले दाङको लमै नगरपालिका वडा नम्बर 9 को तेलिया भन्ने ठाउँमा आइपुगेको छु। यहाँलाई यो दृश्य मैले देखायो, यो सिउरेनी ताल भनेर यो तालको चाहिँ नामाकरण गरिएको छ। पछिल्लो समयमा यसमा राज्यले चाहिँ धेर थोर लगानी गरेर यो ताललाई किसानहरूको खेतबारीसम्म सिँचाइको पानी पुग्ने गरी यसलाई व्यवस्थापन गरेको छ। हेर्दै अत्यन्तै राम्रो दृश्य देखिन्छ। अहिले यो तालमा भएको पानीबाट यो तेलिया गाउँका केही किसानहरूले चाहिँ सिँचाइ गर्न सक्ने खालको चाहिँ यो पानीको यहाँ यो ड्याम बाँधेर ताल निर्माण गरिएको छ। सँगसँगै वन्यजन्तुका लागि पनि यो ताल चाहिँ राम्रो बनेको छ। वन्यजन्तुले पानी पिउनको लागि, चराचुरुङ्गीहरूले पानी पिउनको लागि चाहिँ एकदम राम्रो भएको छ। र यहाँ पिकनिक आउनको लागि पनि अत्यन्तै राम्रो ठाउँ छ। यहाँ योभन्दा अगाडि चाहिँ थुप्रै ठाउँबाट मानिसहरू पिकनिक आउने, रमाइलो गर्ने गरेको हामीले चाहिँ पाएका छौँ। त्यसै गरी यसमा विभिन्न प्रजातिका चराचुरुङ्गीहरू चाहिँ आउने गरेको यहाँका स्थानीयहरूले चाहिँ हामीलाई बताएका छन्। फोटो खिच्ने, सेल्फी खिच्ने, टिकटक बनाउनेहरूको पनि त्यत्तिकै यहाँ आउने जाने गरेको चाहिँ हामीले जानकारी प्राप्त गरेका छौँ। यो लमै नगरपालिका वडा नम्बर 9 को तेलिया भन्ने गाउँदेखि थोरै पूर्वतिर छ। यहाँ यो तपाईँले भिडियो हेर्नुभयो भने यहाँहरूलाई मैले आग्रह गर्न चाहन्छु, यहाँहरू चाहिँ आइदिनु होला, यो ठाउँको अवलोकन गरिदिनु होला। र आज समग्रले लमै होटल व्यवसाय सङ्घका अध्यक्षज्यूको चाहिँ यहाँ पदाधिकारीको टोली आइपुगेको छ। उहाँहरूले यहाँ चाहिँ गाडी रोकेर फोटो खिच्दै हुनुहुन्छ। अत्यन्तै राम्रो छ। नारायण दाई, यहाँलाई स्वागत छ। धन्यवाद। कस्तो मान्नुभयो यो ताल? हेर्नुहोस् त कति राम्रो छ, होइन? रमणीय ठाउँ लाग्यो। यो चाहिँ एकदम कुनामा लुकेको हेर्न लायक चाहिँ चिज देखेँ मैले आज। यो चाहिँ एकदम रमणीय, यो हाम्रो दाङ जिल्लाको चाहिँ लमै नगरपालिकाको यो गहना हुने जस्तो मानेको छु मैले। यहाँको चाहिँ जनप्रतिनिधिको चाहिँ नजर पर्यो भने पिकनिक आउने, रमाइलो गर्ने, होइन? एकदम पिकनिक आउने, रमाइलो गर्ने चाहिँ जङ्गलहरूमा चाहिँ जङ्गल सफारी यताउता चाहिँ भयो भने एकदम उपयुक्त ठाउँ देखेँ मैले। हाम्रा चाहिँ यहाँ लमै नगरपालिकाका जनप्रतिनिधिलाई के आह्वान गर्छु भने यो लुकेको ठाउँलाई चाहिँ देखाइदिने काम गर्नुहोस्। यो चाहिँ एकदम चाहिँ राम्रो, यसको चाहिँ एकदम राम्रो सम्भावना बोकेको ठाउँ देखेको छु मैले। जनप्रतिनिधिको सभासदहरू, होइन, मेयर, उपमेयर, वडा अध्यक्षहरूको चाहिँ नजर पर्यो भने यो चाहिँ एकदम यसले चाहिँ सम्भावना बोकेको ठाउँ चाहिँ देखेँ। हस्, यहाँलाई धेरै धेरै धन्यवाद। त्यसै गरी यता हुनुहुन्छ हाम्रो हेमन्त प्रसाद पाण्डे दाई, यहाँलाई स्वागत छ। हजुर, नमस्कार। तपाईँ सायद पहिलोपटक हो यतातिर आएको? म पहिलोपटक। कस्तो लाग्यो ठाउँ? यो ठाउँ एकदम विकट ठाउँ भए पनि एकदम यो रमणीय स्थान रहेछ। हामीले यो देखेका पनि थिएनौँ। हजुर, पहिलोपटक देख्यौँ। यसको भविष्य धेरै उज्जवल छ। यहाँ धेरै यो ठाउँको प्रचार प्रसार गर्न सकियो भने र एउटा सानो होटल यो एरियामा राख्न सकियो भने यसको चाहिँ भविष्य राम्रो छ जस्तो लागेको छ। हस्, धन्यवाद। यो झनै 20-25 बिघा क्षेत्रफलमा यो ताल फैलिएको छ। यो सामुदायिक वन अन्तर्गत पनि पर्दछ। पहिलोपटक यहाँ चाहिँ स्थानीय सरकारले ड्याम बाँधेर यो पानीलाई रोक्ने प्रयास गरेको थियो, तर त्यो त्यति बेला विफल भयो, होइन? ठुलो वर्षायाममा चाहिँ ठुलो बाढी आयो र त्यो बाँधलाई फोडेर चाहिँ पानी बगेर गयो र उतातिर गाउँतिर पनि अलिकति समस्या आएर सिर्जना गरेको थियो। त्यस पश्चात फेरि चाहिँ स्थानीय सरकारले, प्रदेश सरकारले यसलाई चाहिँ ड्याम बाँधेर यहाँ पानी रोक्ने प्रयास जुन गरेको छ, अहिले हेर्दैखेरि अत्यन्तै राम्रो भएको छ। यो उता पूर्वतिर मैले दृश्य देखाएको छु, म यहाँहरूलाई जुम गरेर पनि देखाउँछु। अझै भित्रतिर पनि यसको चाहिँ यो क्षेत्रफल फैलिएको छ। र अर्को कुरा यो तालमा गोही पनि छ। यहाँ गोही पनि छ। धेरै पटक यहाँका स्थानीयलाई चाहिँ गोहीले आक्रमण पनि गरेको छ। बाख्रा चराउन आएका बाख्रालाई पनि उसले गोहीले चाहिँ आक्रमण गरेर बाख्रा खाएको छ। स्थानीयहरू त्यो घोङ्गी टिप्न, माछा मार्न आएको बेलामा पनि गोहीले चाहिँ आक्रमण गरेको छ। मैले यहाँबाट देखाएँ, यो पाल्लापट्टिको यो जहाँनिर नाङ्गो भित्तो छ, यसको आसपासमा चाहिँ गोहीले आफू बस्ने घर बनाएको छ भनेर स्थानीयले चाहिँ हामीलाई जानकारी गराएका थिए। र आज लमैका व्यवसायहरूको यहाँ जमघट भएको छ। यहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद छ। यहाँहरूलाई पनि मेरो आग्रह छ, यो ठाउँको प्रचार प्रसार गरिदिनु होला। यहाँहरू सेल्फी खिच्दै हुनुहुन्छ, दुईजना म्याडम हुनुहुन्छ।